बसाई आजको बसाई यही हो है कुन ठाउँ भयो फेरि नाम बिर्सेँ मैले खोजलेक यो खोजलेक भन्ने ठाउँ हो बैतडीको खोजलेक भन्ने ठाउँ आज खोजलेकमा बसियो हामी अहिले गोकुलेश्वरदेखि मकरीगढ तर्फ जाँदैछौँ यो बिचमा बाटोमा यो सुमेलिया हाइड्रो पावर प्रोजेक्ट कर्पोरेसन निकै रमाइलो सुन्दर यो पानीको पोखरा हेर्दा पनि कति आकर्षण देखिने धेरै दुःख अप्ठ्यारो यात्रापछि अहिले हामी करिब करिब मकरीगढ मेर आइपुग्यो त्यहाँ देखिएको त्यो टिनले छाएको घरहरू भनेको त्यो मकरीगढ बजार हो हामी यहाँको बजार बाटो यही हो यही बाटो हामी जाने हो अनि हाम्रो अवस्था यस्तो छ है एउटा बाइकको अवस्था यहाँ यस्तो छ अर्को बाइकको अवस्था यस्तो छ साथीहरूको अवस्था यस्तो छ है विशेष गरी पोषण सर उहाँको पहिलो अनुभव यस्तो बाटोमा राइडिङ उहाँको चाहिँ पहिलो अनुभव I am not for this road. I am not for this road भन्नुभएको छ ठाडै लज फेरि अनि फेरि ठाडै जान्छ फेरि तुरुन्तै फेरि बाटो पनि त्यही इन्जिनियरलाई त मलाई झोलाको अवस्था यस्तो छ है हाम्रो यो झोलाको अवस्था यहाँ झोलाले पनि जान्नु भने यस्तो छ है खस्न थालेछ त्यही भएर हामीले यो झोला बान्नलाई पनि खास गरी यहाँ रोकेको झोला खस्न थाल्यो भनेर झोलालाई मिलाउनलाई यहाँ रोकियो अब झोला मिलाउँछौँ अनि त्यसपछि हामी त्यो मकरीगढमा खाना खाएर उठ्यो अब हाम्रो ट्रेकिङ यात्रा सुरु गऱ्यौँ हामीको यही बाटो हुँदै आज घुम्सा होइन घुम्सा त्यो घुम्सासम्म लगभग पुगौँ भन्ने टार्गेट छ फ्रम नाली हामी करिब हिजो 7:30 बजेतिर यहाँ आइपुग्यो खाना खाइयो यहीँ बसियो र अहिले नास्ता गरेर अब हामी फेरि माथि हिमालतर्फ हाम्रो यात्रा चाहिँ जारी हुनेछ र अरू पनि थुप्रै देशका विभिन्न ठाउँहरूबाट मिसिनु भएको छ हाम्रा ट्रेकर साथीहरू उहाँहरू सँगसँगै हाम्रो यात्रा सुरु हुन्छ होला लामो यात्रापछि अहिले पनि हामी यो छिरछिरे भन्ने ठाउँमा आइपुग्यौँ हाम्रो यात्रा अझै जारी छ
ग्रिन हाउसमा छौँ प्रेम दाईको होटलमा। उहाँको होमस्टे सिटीमा छ आफ्नै घरमा। अनि यहाँको सर्भिस यो रुटमा सबभन्दा राम्रो लाग्यो। यो रुटमा उहाँको जतिको राम्रो सर्भिस कहीँ पनि छैन। यहाँ सबै सुविधा छ, बस्न खान दाइ खुसी लाग्यो। ल राम्रोसँग जानु की ऊंचाइयों में और चारों तरफ कोरा ही कोरा, बादल ही बादल। छैठौँ दिन बेस क्याम्पदेखि 3900 मिटर हाइटमा रहेको बेस क्याम्पदेखि करिब 2 घन्टाको यात्रामा हामी 4200 हाइटमा रहेको यस कालीढुङ्गा तालमा हामी आइपुगेका छौँ। यहाँ वरिपरि हिमाल देख्न सकिन्छ। यता काइँको रुम्याल, यता लम्पा हिमाल छ, तता हिमाल छ र बिचमा यो ताल अवस्थित छ। यहाँको सुन्दरता एकदमै रमणीय छ। तपाईहरू पनि यदि कोही आउन चाहनुहुन्छ भने एकदमै रमणीय छ, आउनुहोला, घुम्नुपर्छ। अर्कोचोटि नआउँ भन्ने सोच्छु। यहाँ आइसकेपछि फेरि आउन मन लाग्ने, यहीँ बस्न मन लाग्ने टाइपको यहाँको पर्यटकीय स्थलहरू छन्। यहाँहरू आइदिनु भयो। हाम्रो प्रमुख जिल्ला अधिकारी, हाम्रो जिल्लाकै अभिभावक यस्तो बुढेसकालमा पनि यस्तो आफ्नो जोस जागर देखाएर यहाँसम्म कालीढुङ्गासम्म आइदिनु भएको छ। म मेरो व्यक्तिगत तर्फबाट र गाउँपालिकाकै तर्फबाट धेरै धेरै धन्यवाद दिन्छु।